अन्त एउटा योभन्दा अगाडि निकै भयो अहिले झन्नै 6-7 वर्ष जस्तो भयो हजुर एउटा मान्छेले चाहिँ मसँग नै बेच्दै थियो के बेच्दै थियो बिमे त्यो सब्जी नै लौका काँक्रा अन्त हो त्यसरी बेचिरहेको थियो अन्त 50 रुपियाँ 60 रुपियाँ 50 रुपियाँ 60 रुपियाँ भनेपछि कसैले लगेन हजुर अन्त मेरो चाहिँ अब मैले पनि हो त्यो 50 40 भनेको चाहिँ मेरो चाहिँ भट्टाभट्टी लगिसकेको हजुर त्यसको त अन्त बेला गइसक्यो 50 60 भनी बस्यो हो बिचेन अन्त मेरो सकेर मेरो पाल बोरा सोरा भेला पारेर हिँड्नु त त्यो पनि पो के न बोरामा खाँद्यो भनेको त भट्टाभट्टी बोरामा खाँद्यो हो कति बजी सकेको थियो 3 3:30 जस्तो भएको थियो बेला त अन्त म हिँडेपछि त त्यसले त त्यो 8-9 वटा जस्तो थियो लगेर त खोलामा पर पुलमा गएर त ट्याम हौ त्यसले लो पनि नलागेको सोच्दै दिएको भए हुने थियो नि होइन त्यसले त पर लगेर त पुलमा त ड्याम अलिक कोही त पाकेको जस्तो रहेछ नि छिप्पेको ड्याम सबै फुटाएर फ्याँकिदियो पुलमा एउटा केटाले त केटा भन्दा पनि निकै म भन्दा त धेरै कान्छै हो रिस उठेछ क्या पुरा बहुत पुरा रिस उठेर नि अन्त घरमा लगेको भए पनि त हुन्थ्यो नि त त्यही त सब्जी खानु त हुन्थ्यो सबै किच्याएर पुलबाट उँधो फ्याँकिदियो त्यसले त अबै म हेरिरहेको छु नि कसैले के पनि भनेन उसलाई कसले भन्छ त अन्त आफ्नो चिज फ्याँक्नु छ अन्त त्यही हो बुद्धिका अर्का रिसका आफू भनेको चाहिँ त्यही हो अन्त सबै त्यसरी खिच्याएर फ्याँकेर चाहिँ अन्त हिँड्यो त्यहाँदेखि चाहिँ रिसले त्यस्तो खालको पनि हुँदो रहेछ अन्त व्यापारमा त्यसो गर्नु त कहाँ हुन्छ हुँदैन नि रिस गर्नु हुँदैन नि है व्यापारमा त अर्काले जसो भने पनि सानो भएर पो बेच्नुपर्छ त बिरालोको बच्चा जस्तो न्याउ गर्दै हो नि ठिकै रिसले चाहिँ काम बनिँदैन त हो नि हो त्यसरी एउटा केटाले त्यस्तो गरेको पनि देख्यो मैले यो चाहिँ लाइभ कहानी है यो चाहिँ हामीले देखेको सब्जीवाला साथीले त्यस्तो गर्यो एक दिन म त यसो विचार गर्छु धेरै सब्जी लगेको छ भने त अब अर्काको पनि हुनु त निकै नै हुन्छ अन्त यसो विचार गर्छु र सब्जी बजारमा कति आएको छ यसो विचार गर्छु अब अर्को अस्तिको शुक्रबार 20 रुपियाँमा बिक्दैछ सब्जी कम्ती छ 20 रुपियाँ बिक्दैछ भने त त्यो फेरि पछाडिको शुक्रबार लाँदाखेरि भक्कु निक्लेको छ भने त यसो पहिला विचार गर्छु कि त्यहाँनिर सस्तै दिइहाल्छु म त है तर अब 10-20 मा त नबेच्नु मेमे 30 सम्म चाहिँ बेच्नुस् अब त 10 दिनमा त हरायो नि 10 को भ्याल्यु 10 मा त दिनु हुँदैन हो अब त हो तर बुझ्ने मान्छेले त सब्जी गर्ने मान्छे दुःख गर्ने मान्छेले चाहिँ फेरि यसो गर्छ कि यसो गर्छ आउँछ यसरी राखेको हुन्छ नि यसरी हो यसरी राखेको हुन्छ नि यसरी राखेको हुन्छ नि धनियाँ कसरी भन्छ नि अन्त म आफै टिप्छु नि यी धनियाँ हेर्नुहोस् है यी बिटा ठुल्ठुलै छ म त 20 मै दिँदैछु भन्छु नि हो अन्त थपक्कै समाचार झोलामा स्वाट्टै लाउँछ 20 रुपियाँ पैसा फ्याट्टै दिइहाल्छ हो अरूले चाहिँ कति भन्छ नि 20 रुपियाँ हो भन्छु नि अन्त यसो हेर्छ ओर्छ र त्यसरी फ्याँकिराख्छ फ्याट्टै अन्त मलाई त्यो चाहिँ के गरेको अब मैले जसरी राखेको छ त्यसरी राख्नुपर्छ नि कोही चाहिँ हो त्यस्तो जबरजस्तीवाला पनि हुँदो रहेछ त्यो डिसिप्लिन नभएको त्यस्तो खालको पनि हुन्छ किन्नेहरू त